Good morning guys, good morning. Weekly Wednesday है morning को टाइममा छ अहिले हामी ब्रिगेड गोर्खा बोइजहरु यहाँ आइसकेको छ नदीपुरको चाहिँ पुल तर्दैछ यहाँ पब्जी पुल अथवा पहेँलो पुल ब्रिगेड गोर्खा बोइजहरु सेतीको पुल हो यो चाहिँ अगाडि बढ्दैछ केटाहरु चाहिँ मर्निङको लागि आज चाहिँ केटाहरुलाई रोड रनिङ परेको छ र हामी मन्दिरतर्फ लाग्दैछौँ आज चाहिँ धेरै समयपछि केटाहरु अगाडि बढ्दैछ इन्चेक 2027 को भाइहरु 28 को भाइहरु मिक्समा छ लाइनमा बिन्दाबासीतर्फ लागिसक्यौँ देख्न सक्नुहुन्छ पछाडि चाहिँ ब्रिगेडको केटाहरु आउँदैछ ब्रिगेडको धावकहरु सबै लाइनमा चाहिँ हाम्रो विकली आउट रोड रनिङ लगाइज अहिले चाहिँ हामी यहाँ बगर आइपुग्यौँ है बगर पोखरा 1 बगर यहाँबाट चाहिँ हामी सिधै बिन्दावासिनी मन्दिरतर्फ लाग्दैछौँ अहिले चाहिँ हामी बिहान अमरसिंह चौकबाट होस्टेलबाट हिँड्ने ग्रुप दौडिन सुरु गरेको अमरसिंह हस्पिटल चोक महेन्द्र पुल रानी पावा हुँदै अहिले चाहिँ हामी नदीपुर बाटामाथि भित्र छिरेर बगरतर्फ अगाडि बढ्दै अब बिन्दावासिनी मन्दिरतर्फ चाहिँ अगाडि बढ्दैछ ब्रिगेड गोर्खा बोइजहरु हेलो गुड मर्निङ एभ्रिवान मेरो नाम सुजन थाके घर चाहिँ धादिङ आज हामी ब्रिगेड गोर्खा ट्रेनिङ सेन्टरबाट चाहिँ आज हाम्रो वेडनेसडे मर्निङमा चाहिँ रोड रनिङ हुन्छ आज हामी रोड रनिङ गर्दैछौँ ब्रिगेडको गुर्जी सहित ब्रिगेडको केटाहरूसँग यहाँ देख्न सक्नुहुन्छ ब्रिगेडको धावक केटाहरू सबैजनाको अहिले बिएको सेलेक्सन चलिरहेको छ जिसीको पनि अब सेलेक्सन हुने बेला भयो आज हामी पोखरा बिन्दावासिनी मन्दिर आज हामी आइपुगेको छौँ फेरि बाँकी अलिक केटाहरू टक्क आउँदैछ लाइनमा मन्दिरमा दर्शन गर्नको लागि आइरहेको छ केटाहरू तलदेखि आउँदैछ देख्न सक्नुहुन्छ गाइज हामी चाहिँ फाइनली यहाँ बिन्दावासिनी आइपुग्यौँ अब यहाँबाट सिडी चढ्नु पर्ने हुन्छ सिडी चढेर माथि जाँदैछौँ हामी चाहिँ अब केटाहरू र हाम्रो केटाहरूले चाहिँ यहाँ जुत्ता चप्पल राख्ने ठाउँ यहाँ चाहिँ चप्पल लाउन पाउन भित्र त्यही भएर केटाहरूले चाहिँ हाम्रो केटाहरूले अनुशासनका साथ चप्पल चाहिँ भित्र राखेर आइसक्यो केटाहरूले यहाँ अब मन्दिर दर्शन गर्नेछ है यहाँ कति राम्रो फुल पनि फुलेको छ हेर्न सक्नुहुन्छ गाइज है हाम्रो ब्रिगेड गोर्खा बोइजहरु आज बुधबारको दिन मन्दिर दर्शन गर्नका लागि ल्याएको थियौँ बोइजहरुले अब बिन्दावासिनी पुरै भिजिट गर्नेछ यहाँ मन्दिर दर्शन गर्दैछ अहिले चाहिँ आफ्नो मनोभावनाहरूको कुराहरू माग्दैछ पक्कै पनि पुरा होस् भन्न चाहन्छु म पनि ल केटाहरू लाइन बसेर ढक्क मन्दिर दर्शन गर्दैछ हाम्रो केटाहरू है राम्रो केटाहरू ब्रिगेड गोर्खाको भाइहरू बिन्दावासिनी मन्दिर आजको मूल गन्तव्य गाइस यता पनि मेन मन्दिर चाहिँ यतापट्टि छ केटाहरू दर्शन गर्दैछ माथिपट्टि सारङकोट जाने बाटो केटाहरू यति राम्रो फुल फुलेको छ यहाँ यति राम्रो फुल फुलेको छ केटाहरूले दर्शन गर्दैछ मन्दिरमा टिको पनि लाउँदैछ
आफ्नो मनोकामना आफ्नो लाउरे हुने इच्छा पुरा हुनेछ भन्ने आशा छ हामी पनि। यता पनि बाबुहरू लाइन मिलेर बसिरहेछ केटाहरू मन्दिर दर्शनको लागि। केटाहरू ठक्क लाइनमा बस्दैछ आजको है सधैँ ट्रेनिङ मात्रै भन्दा पनि यसो बुधबारका दिन मन्दिर दर्शन पनि हुन्छ भनेर लिएर आछौँ। नारायण लक्ष्मीनारायण र सीताराम राधाकृष्ण यतापट्टिको चाहिँ मन्दिर। ल यहाँ चाहिँ केटाहरूले धमाधम दर्शन गर्दैछ यहाँ बिन्दवासिनी मन्दिरमा। हाम्रो ब्रिगेड गोर्खा बोइजहरू आफ्नो मनोकामना आफ्नो इच्छा आकाङ्क्षा पुरा हुनेछ भन्ने विश्वासका साथ हाम्रो बिन्दवासिनी मन्दिरमा आएर चाहिँ दर्शन गर्दैछ। सेलेक्सन बाँकी नै छ कतिपय बाबुहरूको भने कतिपय बाबुहरूले फेज 1 सेलेक्सन पनि पास गरिसकेको छ। केटाहरू कोही यता कोही उता बसेर यसो भिजिट गर्दैछ। कोही यता फोटो खिच्ने कार्यक्रम चलिरहेछ फेरि है। कोही यतापट्टि बसेर घाम ताप्दै पनि छ केटाहरू थकै पनि लाग्यो होला लगभग 5 किलोमिटर जति कुदेर आइसकेपछि। कोही उतापट्टि बसेर भ्यू हेर्दैछ कोही यतापट्टि बसेर वेटिङमा बसिरहेछ साथीभाइ लाइनमा बसिरहेछ। ल फोटो खिच्ने कार्यक्रम चलिरहेछ हाम्रो लाउरे बोइजहरूको है। यहाँ टक्क यहाँनिर खिच्दैछ। सबैभन्दा आजको राम्रो चाहिँ मलाई यहाँ फुल लागेको छ कस्तो राम्रो फुल। गाइस यहाँ चाहिँ टक्क भर्खरै पूजा गरेर भ्याइयो है। साथी हजुरको शुभ नाम? गुड मर्निङ, मेरो नाम चाहिँ सुजन साक्य। अनि हजुरको नि? मेरो रिजन तामाङ हो साथी। हजुर, अनि हजुर कुन जिल्लादेखि हो? म नुवाकोट जिल्लादेखि हो। साथी कुन जिल्लादेखि हो नि? म चाहिँ धादिङदेखि हो। अनि साथीको फेज 1 कस्तो भयो नि? मेरो त फेज 1 यसपालि फर्स्टै दिन थियो। हजुरको चाहिँ? फेज 1 राम्रो कट्यो। अनि हजुरको कस्तो भयो? मेरो पनि फेज 1 राम्रो भयो। 2 हप्ता अगाडि थियो फेज 1 है। अनि सबै राम्रैसँग भएको छ। अनि के छ अनि हजुर चाहिँ ब्रिगेड गोर्खामा चाहिँ कसरी आउनुभयो नि? कुन माध्यमबाट? म ब्रिगेड गोर्खामा चाहिँ सोसल मिडियाको थ्रुबाट आएको हो। अब टिकटकमा म भिडियो हेरिरहन्थेँ, युट्युबमा नि अलिअलि भिडियो हेरिरहन्थेँ। मलाई ब्रिगेडको ट्रेनिङ साह्रै नै राम्रो लागेको थियो। त्यही भएर चाहिँ म ब्रिगेड जोइन हुन आएको। अनि तपाईँले त्यो जस्तै हामीले सोसियल मिडियामा चाहिँ अब जस्तो देख्दा र अनि यहाँ आएर गर्दा चाहिँ कस्तो फिल भइरहेको? अनि राम्रो छ, एकदमै राम्रो छ। यहाँ ग्राउन्ड ट्रेनिङदेखि लिएर आउटिङ अनि सबै ठाउँमा यहाँ ट्रेनिङ गराउँछ। ग्राउन्डमा गर्न मन लाग्छ भने गुरुजीले ग्राउन्डमा नि गरिरहनुहुन्छ, हप्तामा रुटिनै अनुसार गरेर आउनुहुन्छ। अनि साथी हजुर चाहिँ कसरी आउनुभयो नि? म पनि त्यही सोसियल मिडियाबाट नि हो आएको। अनि हजुरलाई यहाँको ट्रेनिङ कस्तो लागिरहेछ नि? ट्रेनिङहरू एकदम राम्रो छ, फेसिलिटी सबै राम्रो छ। होस्टेल बस्नदेखि लिएर एकदम कम्फर्ट छ, बस्नको लागि पनि ट्रेनिङहरू चाहिँ एकदम राम्रोसँग भइरहेछ। फेज 2 को तयारी एकदम राम्रो भइरहेछ। साथीको फेज 2 को तयारी राम्रो भइरहेछ भनेपछि? एकदम राम्रो भइरहेछ। हजुरको कस्तो भइरहेछ? मेरो पनि राम्रो भइरहेछ। कोसिस गरिरहेको छु सकेसम्म चाहिँ यही वर्षमा भर्ती लाग्छु भनेर। हजुर, यस गरिरहेको छु। गुरुजीहरूले पनि एकदमै राम्रोसँग ट्रेनिङ गरिरहनु भएको छ। हजुर। अनि साथीको नि? मेरो पनि त्यही हो, अब यसपालि चाहिँ जसरी पनि भर्ती नै लाग्छु भन्ने हो। अब हेरौँ लास्टसम्म के हुन्छ। अब यसपालि भएन भने पनि अर्को वर्ष चाहिँ जसरी पनि भर्ती लागेर जाने साथी। हुन्छ साथी, थ्याङ्क यू। अब यो पालि जसरी पनि भर्ती लाग्नुपर्छ। हजुर साथी, हजुरलाई पनि बेस्ट अफ लक। बेस्ट अफ लक। नाइस टु मिट यु साथी। ल गाइज अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ है। हाम्रो केटाहरू पनि सबैले भिजिट गरिसक्यौँ है। यो चाहिँ पोखराको एउटा प्रसिद्ध बिन्दवासिनी मन्दिर जो सबैको मनोकामना पुरा गरिदिने, सबैको इच्छा आकाङ्क्षा पुरा गरिदिने हाम्रो धार्मिक स्थल बिन्दवासिनी मन्दिरले हामी सबैको रक्षा गर्नेछ, हाम्रो सबै बाबुहरूलाई राम्रो गर्नेछ भन्ने आशा छ। गाइज अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ, केटाहरू पनि तल झर्दैछौँ। सिँढी पनि एकदमै राम्रो छ, गेट छ यता। केटाहरू पछि निस्किँदैछौँ। झर बाबु झर 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 केटा सबै तल झर। हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई। आजको हाम्रो चाहिँ लङ रन थियो। लङ रनमा चाहिँ हाम्रो वृन्दावासिनी मन्दिरमा आएको छौँ। हामी चाहिँ बिहानको ट्रेनिङमा देख्न सक्नुहुन्छ बोइजहरू सबै हुन्छ। दाइ
कस्तो भयो त आज बिहानको ट्रेनिङ? अब बिहान त्यहाँदेखि यहाँसम्म आउँदा राम्रो भयो। त्यहाँदेखि फेरि मन्दिरको दर्शन गऱ्यो। अब फर्किने क्रममा छ हामी चाहिँ। अहिले हाम्रो सिलेक्सन भइरहेछ अनि बिएको भइरह अब जिसीको बाँकी छ। जिसीको अब 27 सुरु छ। हाम्रो बिहानको ट्रेन लङ रन थियो। आज चाहिँ लङ रन पश्चात चाहिँ हाम्रो विकली हाम्रो वेडनेसडे चाहिँ लङ रन हुन्छ प्रायः जस्तो। अनि आज चाहिँ मन्दिरमा वृन्दावासिनी मन्दिरमा ल्याएको छ गुरुजीले। अब दर्शन गऱ्यो। फेरि होस्टेलतर्फ लाग्दैछ। अब हामी चाहिँ केटाहरू आउँदै माथिबाट। केटाहरू आदि गइसक्यो। आदि केटाहरू तल छ। अब फेरि बिहान अब फेरि होस्टेलतर्फ लागेपछि पास हुन्छ हाम्रो। र हाम्रो केटाहरू देख्न सक्नुहुन्छ अगाडि दर्शन गरेर तल आइसकेको छ। जुत्ता लाउने कार्यक्रम चलिरहेछ केटाहरू। जुत्ता लाएर माथि आउँदैछ। होस्टेलतर्फ लाग्नेछौँ अब हामी चाहिँ यहाँबाट। यति राम्रो चाहिँ भ्यू रहेछ यहाँ। हाम्रो 2 जना लाउरेहरू। यहाँ चाहिँ पानीको चाहिँ बब्बाल भ्यू रहेछ है। ल मेरो साथीको नाम के अरे? सुरेश गुरुङ। अनि कुन ठाउँबाट? लमजुङ जिल्लाबाट। ए लमजुङ कता? लमजुङ कपुर गाउँ। ए अनि ब्रिगेड जोइन भएको कति भयो? 6 महिना, लगभग 6 महिना भयो। ए अनि कतिको इम्प्रुभिङ भइरहेछ त? इम्प्रुभमेन्टहरू राम्रै भइरह। ए अब कहिले छ तिम्रो सिलेक्सन? अब मेरो सेलेक्सन यही जेठ 29 गते छ। ए ल ल साथीलाई बेस्ट अफ लक। ल साथीलाई पनि। गाइस अब चाहिँ हामी यहाँ विन्ध्यवासिनी मन्दिरबाट चाहिँ फर्किँदैछौँ। केटाहरू अगाडि बढ्दैछ है। तल 0 किलोमिटर हुँदै जानेछौँ है। यहाँ देख्न सकिन्छ हाइवे। उता पारिपट्टिबाट चाहिँ यहाँबाट चाहिँ तपाईँको सरङकोट मार्ग भनेर लेखेको छ। सरङकोट जाने बाटो। यता चाहिँ तपाईँको हरिचोक हुँदै हेम्जा हुँदै म्याग्दी मुस्ताङ पर्वत बागलुङ है माथि जाने बाटो। अनि तल चाहिँ हामी 0 किलोमिटर हुँदै अब होस्टेलतर्फ फर्किनेछौँ। अब चाहिँ हामी होस्टेल जाँदै। के बोल्दैन भाइ? 1-2 शब्द। Guys, we are from Lomdung district. अनि Live in Kanigau. वडा नम्बर 5। गुड मर्निङ सबैजनालाई। आज चाहिँ हाम्रो विकली वेडनेसडे रोड रनिङ सकेर चाहिँ हामी होस्टेल फर्किँदैछौँ। नाच्यो क्या? आज चाहिँ हाम्रो आउटिङ डे थियो। आज हाम्रो वेडनेसडे जहिले आउटिङ हुन्छ। हामी चाहिँ आज विन्ध्यवासिनी मन्दिरबाट फर्किँदै हाम्रो केटाहरू रमाइलो गर्दैछ होइन। बेहुलीको बेसैमा ल आज चाहिँ हामी मन्दिर गएर आयौँ र अहिले अमरसिंह ग्राउन्डमा आइसक्यौँ। हामी आएर यहाँ कुल डाउन गरिसक्यो भने अब चाहिँ आजको मर्निङको फिजिकल ट्रेनिङ चाहिँ यहीँनिर सकिन्छ। फेरि नेक्स्ट भिडियो नेक्स्ट टाइम र बेलुकातिर दिउँसोतिर क्लासहरू छ। सबैजना टाइममा क्लास जानेछ है त? चोले सुन चोले मतलब स्मैश